हे गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। सो गाइज यहाँ तपाईँले देख्दै हुनुहुन्छ यति ठुलो पाटो रहेको छ बारीको। यहाँ नजिक एउटा बेलाउती रहेको छ, पारी स्कुल रहेको छन्, एउटा सल्लो पनि रहेको छ गाइज भन्न चाहन्छु। आज चाहिँ हामीले मकै छरेको लगभग 8 दिन भइसकेको छ। 2 पात पलाएर 3 पातमा लाग्ने बेला चाहिँ भएको छ गाइज है। यहाँ नजिकै फुल रहेको छ। म चाहिँ यो मकैको एकदम डेली अपडेट दिन नसके पनि साताको एक फेर चाहिँ अपडेट दिने प्रयासमा लागिरहेको छु। सो गाइज है, मकैको घुँगो पोलेर खानी नहुन्जेल म चाहिँ यस्तै हो, यही भिडियो बनाउने हो 2 घन्टाको अनि हालिदिने हो गाइज। हेरौँ बिस्तारै बिस्तारै यो बारीमा हरियाली छाउँछ अनि मकै पनि ठुला हुन्छन्, पोलेर खान पनि मिल्छ गाइज। स्कुलमा पढाइ भएको छ, पर पिपल पनि देख्न सक्नुहुन्छ गाइज। 8 दिने मकै गाइज नि किराले हल्का हल्का खाँदैछ। सो गाइज कटरको पनि म भिडियो गरिहाल्छु, यसलाई पनि निरन्तरता दिन्छु गाइज है। यत्रो भइसक्यो ए अब यिनीलाई चाहिँ ठुला, यिनीलाई र तिनीलाई सँगै एकदम भिडियोमा क्याच गरेर हाल्ने प्रयास गर्नेछु, कतिसम्म ठुला हुने रहेछ। यत्रा भएका छन्, कटरको पात यस्ता हुन्छन्। सो गाइज फुल मौसम चाहिँ एकदम क्लियर छ, शीतल छ, शीतल हावा पानी। यहाँ रहेको छ राते फुल हो, राते फुल खुर्सानी अमिलाको नि अपडेट आइरहेको छ। यो यत्रो भइसक्यो, यहाँका यत्रो भइसक्यो, यिनी पनि यत्रो भइसक्यो। सो गाइज आजको लागि यति नै, अर्को भिडियोमा फेरि भेटौँला, बाइ।